नमस्ते सबैजनालाई है। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, राम्रै छु। आजसम्म भगवान्को आशीर्वाद, सबैजनाको आशीर्वादले राम्रै छु। आज चाहिँ म अब हाम्रो शनिबार छुट्टीको दिन है, हल्का सपिङ गर्न आज एउटा हामी बसेको ठाउँमा चाहिँ एउटा सानो मार्केट छ। अब यस्तै छ सबै होइन। बढी युरोपमा चाहिँ बढी फलफुलहरू पाउँछ। नेपालमा जे पाउँछ सबै पाउँछ यहाँ पनि, तर अलिकति पैसाको फरक मात्रै हो तलमाथि। यो चाहिँ फलफुलहरू अब नेपाल पाउने च्याउहरू जस्तै च्याउहरू सबै पाउँछ। त्यो चाहिँ अब त्यो माछाहरू हुन्छ नि, प्याकेट माछाहरू, यस्तो माछाहरू हुन्छ है। यता चाहिँ अब यो पोर्क आइटम, यतापट्टि चाहिँ यो चिकन आइटमहरू, यतापट्टि चाहिँ चिकन आइटम, यो चाहिँ पोर्क आइटम र सबै चिकन आइटमहरू सबै पाउँछ यहाँ चाहिँ है। अब नेपाल जस्तो हरियो सागपात पनि पाउँछ, तर अलिकति महँगो हुन्छ यहाँको चाहिँ। महँगो भन्नाले अब नेपालको पैसामा तुलना गर्दा चाहिँ अलिकति महँगो पर्छ। अब टमाटरहरू चाहिँ नेपालमा चाहिँ अब त्यही 40 रुपियाँ किलो होला। यहाँको चाहिँ टमाटर किन्दाखेरि चाहिँ नेपालको चाहिँ 200 रुपियाँ पर्छ। यो हाइब्रिड टमाटरहरू यताउति अलिकति फरक छ। क्याप्सिकमहरू सबै, आलु प्याजहरू सबै सामानहरू चाहिँ पाउँछ, तर नेपालको भन्दा अलिकति फरक पर्छ है। ल यस्तै खाएर बस्नु परेको छ हामी। ल थ्याङ्क यू। अरू भिडियोहरू फेरि कता कता घुम्दै जाँदाखेरि ठाउँ अनुसारको भिडियोहरू बनाउँछु है त। र फेरि एकचोटि हेर्नु त फलफुलहरू, आलु काँक्राहरू सबै छ। यस्तै छ युरोपमा चाहिँ। ल सबैलाई धेरै धेरै सम्झना, धेरै धेरै माया है त।